नमस्ते गाइज, वेलकम टु माई न्यू भ्लग है। आज चाहिँ हामी कहाँ जान लागेको भन्दा नुवाकोट पौडी सौडी खेल्न, यसो मासु सासु पोलेर खान, बार्बिक्यू टाइपले, यस्तो चिल टाइपले होइन, टक्क खोला छेउनेर यस्तो राम्रो एउटा लोकेसन खोजेर होइन। हामी चाहिँ को छौँ भने एउटा मेरो बाइक एनएस लिएर गएको आज मैले, एमटी, एउटा स्कुटर, अर्को एनएस, एउटा डोमिनार अनि एउटा V3 अनि एउटा जिक्सर 250 चाहिँ एड हुनै बाँकी छ है तलबाट। यताबाट चाहिँ हामी कतिजना भयौँ, 2, 3, 5, 6, 7, 8, 9 जना भएछ। उताबाट आएर 10-11 जना जति हुने रहेछौँ हामी है। सो आजको भ्लग चाहिँ खतरा हुनेवाला छ, किनभने ट्यागको ग्रुप राइड नुवाकोट त्यति हो। सो तलबाट दाइलाई भेटौँ अनि लाग्नुपर्छ। मा चाहिँ एउटा मात्र ऐना देख्न सक्नुहुन्छ होइन। एउटा ऐना चाहिँ अस्ति राखिरहेको ठाउँमा पार्किङमा लडेर भाँच्यो क्या, अनि किन्न जान नि भ्याएको छैन। यो बाइक बल्ल आज 1-1.5 हप्तापछि निकालेको, नत्र भित्री नै युज हानिरहेको थिएँ है। लडेर यो ह्यान्डल नै अलिकति बाङ्गो अनि ऐना फुटेको थियो। फुटे ऐना त के हाल्नु जस्तो लागेर बिहानै निकालिदियौँ है। बाइक चाहिँ सर्भिसिङ गर्ने बेला नि भएको थियो। अब एकचोटि चट्ट गर अनि सर्भिसिङमा नि छोडिदिनु पर्ला। गाइस हाम्रो बाइकहरू चाहिँ यहाँ छ है। स्कुटर एमटी, अर्को डोमिनार चाहिँ यहाँनिर। यहाँ सामान किन्न लाग्छौँ बिडी मार्ट। यो चाहिँ यहाँ आइसक्नु भयो। अब चाहिँ हामी यहाँबाट निस्किनुपर्छ है तल। सो हामी चाहिँ निस्किसक्यौँ यहाँबाट। पानवाला भैया। अब चाहिँ हाम्रो माथि एउटा सानो काम छ होइन, त्यही भएर अफरोड बाटो गइरहेको। अनि त्यसपछि चाहिँ हामी फेरि सरर टोखाको बाटो हुँदै, ओहो बाटो बनाउँदै रहेछ नि त यहाँ त, धुलो उडेको। यति बाटो थोरै पिच हुन बाइक छ, यति नै पिच गर्दै त आनन्द हुन्थ्यो। सुरु भइसक्यो राइड भन्दाखेरि नि डेस्टिनेसनतिर चाहिँ हामी लाग्न थालिसक्यौँ होइन। सबैजना अगाडि गइसक्यो, म चाहिँ अलिकति पछाडि छु। यो चाहिँ टोखा गेट हो है। हामी चाहिँ टोखा झोर हुँदै जाने हो है। बिस्तारै जाउँ यता चाहिँ। मामा यहाँ चाहिँ शनिबार जहिले हाट बजार जस्तै लाग्थ्यो है। आज चाहिँ लागेको छैन रहेछ, क्या हो के लाग्नै बाँकी होला। खनायो होला। पछाडि एकजना छन् आउन त जसरी नै परि त हाल्छ। पछाडि एक्लै भयो फर्किनु पछि 2 जना आउनै परिहाल्छ। कैसा लगा मेरा मजाक? ए बाइकै नकुदेको। सो गाइज हामी चाहिँ झोरको माथि उसमा गुर्जे भन्ज्याङ जाने उकालोतिर लागिसक्यौँ है। अगाडि चाहिँ जिक्सर छ है, अरू पछाडिबाट आउँदै होला न। ऊ आए एउटा एनएस गए केटाहरू, यता डोमिनार, यता मेरो पछाडि V3 र एमटी। एमटी डबल लोड, जिक्सर पनि डबल लोड, डोमिनार पनि डबल लोड, एउटा एनएस र एउटा V3 चाहिँ सिङ्गल है त। हान्दैन भयो हान्नु। गाइज हामी चाहिँ भर्खर
भर्खरै गुर्जे भन्ज्याङ चेकपोस्ट कटिसक्यौँ है। अब चाहिँ 1 घन्टा जस्तो अझ लाग्छ होला हामीलाई। यताबाट चाहिँ सूर्यचौर जाने बाटो हो है, हामी चाहिँ यतातिर जाने होला र। अनि एकचोटि हेलिकप्टर पड्किएको चाहिँ उतै हो सूर्यचौर। मेरो बाइक चाहिँ के भएको आज कुदेकै छैन क्या फेरि, बाइक चाहिँ ढ्या मात्र गर्छ। अब ओह्रालोमा त कुद्छ फेरि डनाना नै हो, जम जम जम। सो गाइज अब चाहिँ यो ऐना निकाल्नुपर्छ जस्तो दुईवटा नराम्रो देखिरहेको छ होइन, त्यही भएर ऐना चाहिँ निकालिदिनुपर्छ जस्तो छ। सो गाइज है भ्युज देख्न सक्नुहुन्छ है, अझ बादल आएर देखेको होइन रहेछ। हो चाहिँ पारीसम्मै नुवाकोटै हो है, हामी जान्छ यो डाँडाबाट नि पछाडि हो है फेरि। मजा आइरहेछ अहिलेसम्म चाहिँ है, आनन्दले आइरहेछौँ हामी। A few moments later. सो गाइज हाम्रो चाहिँ यहाँ अफरोड सुरु भइसक्यो है। अफरोड यहाँको त रातो माटोहरू हुन्छ, धुलो उठ्छ भनेर मान्छेले पानी हालिदिएको रहेछ नि, यहाँ त बिजोको रहेछ बाटो त। माथि त झन् खराब थियो, यता तल त बरु खासै पानी धेरै नहालेको रहेछन्। तल धुलो उडाएको यहाँ चाहिँ अब ढलान हुन लागेको रहेछ है। यति भएपछि चाहिँ अनि अलिक सहज हुन्छ यो बाटो हिँड्नलाई। अहिले त धुलो उडेर आम्मामा। सो गाइज है अब यस्तो अफरोड बाटो धुलो उडेको बाटो चाहिँ के देखाउनु होइन। अब चाहिँ 5 मिनट जस्तोमा हामी पिच रोडमै निस्किन्छौँ होला, अनि त्यसपछि भेट्नुपर्छ है। त चाहिँ पिच रोड पनि आइसक्यौँ। अनि मेरो एनएसको चाहिँ पछाडिको ब्रेक सर्ल्याक्क पनि भइसक्यो है, ब्रेक चाहिँ। अब चाहिँ पानी हाल्नुपर्ने हुन्छ यो डिस्टमा है, चाहिँ पानी खोज्दैछौँ थियो। खोला त उतै नहरू नै हो। हामी चाहिँ फाइनली डेस्टिनेसन आइसक्यौँ। किनभने पुरा गहिरो बनाउँदै छन् खोलाहरू। बाइकहरू चाहिँ यहाँ छौ परतिर राखेका छौँ। हाम्रो चाहिँ मासु पोल्ने ठाउँ चाहिँ यहाँनिर हो ढुङ्गामा है। ढुङ्गा चाहिँ अलिक फुट्ला जस्तो छ, एउटा भिडियो हेरेको जस्तै। नेक्स्ट चाहिँ अब के हुन्छ हेरौँ। आगो बालिसक्यौँ हामीले है। पौडी खेल्ने ठाउँ पनि बनाउँदै छन्। सो गाइज है अब चाहिँ हामी फाइनली निस्किन लागेको है। हाम्रो बाइक चाहिँ यहाँनिर छ, एउटा ऐना निकालिदिएको मैले, भाइ यहाँ छ, अरू गइसक्यो होइन। यता सनसेट नि भइरहेको रहेछ मिठोवाला है। अब चाहिँ हामी यहाँबाट काठमाडौँतिर लागेको होइन। सो भ्लग चाहिँ यहीँ इन्ड गरौँ होइन। बाटोतिर यसो केही भयो भने देखाउँला त।
उही पछाडि हो भाइ पछाडि पछाडि ल भाइको त कुदाउँदा कुदाउँदै गएर है धन्नले कन्ट्रोल भएर यहाँ हामीले जुगाड गरिसक्यौँ काठमाडौँ जानलाई हेरौँ अब पुग्छ कि पुगिन्न चाहिँ बिस्तारै हावाको पनि दुईवटा सुत्लाको चाहिँ हम होप्सो पुगौँ राम्ररी बिस्तारै होइन भाइ चाहिँ हामी चाहिँ अब घर जान लागेको यस्तो राति भयो होइन अनि बाइकमा नि हल्का प्रब्लम थियो अनि मैले साइड लाएर बनाएँ भाइको टायर पनि बन्यो भाइहरू चाहिँ अलि माथि गइसकेका छन् सो भाइहरूलाई भेटौँ अनि चाहिँ घर जानुपर्छ जङ्गलको बाटो छ उताबाट त बाइकहरू त यस्तो ठोकुला जसरी आइरह साइलाइट बालिदिएको मैले साइन हो त्यो बिस्तारै जाँदै गर्छ नि त ऊ तर जम्दै बाटो एक्लै हो भाइलाई नि एक्लै पठाउनुहुन्न मेरो बाइकै कुदेकै छैन मलाई मेरो बाइकको 7000 RPM बाट माथि गएकै छैन क्या